साथीहरु तपाईहरुको आज भिडियोमा सिकाउन गइरहेको छु कि साथीहरु तपाईले पनि आफ्नो मोबाइल फोनबाट ओमानको रुपैयाँलाई नेपाली रुपैयाँमा कसरी कन्भर्ट गर्ने हो। यदि साथीहरु तपाईले पनि आफ्नो मोबाइल फोनबाट ओमानको रुपैयाँलाई नेपाली रुपैयाँमा कन्भर्ट गर्नको लागि सिक्न चाहनुहुन्छ भने तपाईले के गर्नु होला, सिक्नको लागि यो भिडियोलाई स्किप नगरी यो भिडियोको सुरुदेखि अन्तिमसम्म हेर्दै गर्नु होला, किनभने आज भिडियोमा तपाईहरुको सिकाउन गइरहेको छु कि ओमानको रुपैयाँलाई नेपाली रुपैयाँमा कसरी कन्भर्ट गर्ने। ल साथीहरुको लागि भिडियोतर्फ साथीहरु तपाईले पनि आफ्नो मोबाइल फोनबाट ओमानको रुपैयाँलाई नेपाली रुपैयाँमा कन्भर्ट गर्नको लागि के गर्नु होला। साथीहरु तपाईले पनि आफ्नो मोबाइल फोनमा रहेको क्रोम ब्राउजर एप्लिकेसनलाई सबैभन्दा पहिला ओपन गर्नु होला। क्रोम ब्राउजर एप्लिकेसनलाई ओपन गरिसकेपछि साथीहरु तपाईहरुको मोबाइल फोनमा पनि स्ट्यान्डर्ड पेज खुलेर आइहाल्छ। साथीहरु तपाईले पनि आफ्नो मोबाइल फोनमा रहेको क्रोम ब्राउजर एप्लिकेसनमा आइसकेपछि के गर्नु होला, यहाँ चाहिँ माथि सर्चको अप्सन छ नि, यहाँ चाहिँ माथि सर्चको अप्सनमा क्लिक गर्नु होला। सर्चको अप्सनमा क्लिक गरिसकेपछि तपाईले यहाँ के टाइप गर्नु होला, ओमानको रुपैयाँलाई नेपाली रुपैयाँमा कन्भर्ट गर्नको लागि साथीहरु तपाईले यहाँ टाइप गर्नु होला वान ओमान करेन्सी इन नेपाली रुपीज टाइप गर्नु होला। म चाहिँ टाइप गरिरहेको छु, तपाईले पनि टाइप गर्नु होला। वान ओमान करेन्सी इन नेपाली रुपीज टाइप गरेर अनि सर्च गर्नु होला। सर्च गरिदिनुहुन्छ भने साथीहरु तपाईहरुको मोबाइल फोनमा पनि स्ट्यान्डर्ड पेज खुलेर आइहाल्छ। साथीहरु तपाईले पनि आफ्नो मोबाइल फोनमा यहाँ आइसकेपछि हेर्नुस् हुन्छ ओमानको 1 रुपैयाँको नेपाली रुपैयाँ कति हुन्छ। ओमानको 1 रुपैयाँको नेपाली रुपैयाँ हुन्छ 354 रुपैयाँ अनि 48 पैसा। साथीहरु तपाईले पनि हेर्नुभयो ओमानको 1 रुपैयाँको नेपाली रुपैयाँ कति हुन्छ अनि ओमानको 100 रुपैयाँको नेपाली रुपैयाँ कति हुन्छ र ओमानको 1000 रुपैयाँको नेपाली रुपैयाँ कति हुन्छ। त्यो हेर्नको लागि के गर्नु होला, यहाँ चाहिँ वानको अप्सन अनि यहाँ चाहिँ वानको अप्सनमा क्लिक गर्नु होला। वानको अप्सनमा क्लिक गरेर अनि तपाईले ओमानको कति रुपैयाँको हेर्नको लागि चाहनुहुन्छ त्यति रुपैयाँ यहाँ ओमानको टाइप गर्नु होला। म चाहिँ यहाँ ओमानको 100 रुपैयाँ टाइप गरे। ओमानको 100 रुपैयाँको नेपाली रुपैयाँ हुन्छ 35,447 रुपैयाँ अनि 89 पैसा। साथीहरु तपाईले पनि हेर्नुभयो ओमानको 100 रुपैयाँको नेपाली रुपैयाँ कति हुन्छ। ओमानको 100 रुपैयाँको नेपाली रुपैयाँ हुन्छ 35,447 रुपैयाँ अनि 89 पैसा। अनि ओमानको 1000 रुपैयाँको हेर्नको लागि के गर्नु होला, यहाँ चाहिँ शोको अप्सन छ नि, यहाँ चाहिँ शोको अप्सनमा फेरि क्लिक गर्नु होला। शोको अप्सनमा क्लिक गरेर अनि 1000 रुपैयाँको ओमानको हेर्नको लागि के गर्नु होला, फेरि यहाँ चाहिँ ओमानको 1000 रुपैयाँ टाइप गर्नु होला। ओमानको 1000 रुपैयाँ टाइप गरिदिनुहुन्छ भने साथीहरु तपाईहरुको मोबाइल फोनमा पनि हेराइदिन्छ ओमानको 1000 रुपैयाँको नेपाली रुपैयाँ कति हुन्छ। ओमानको 1000 रुपैयाँको नेपाली रुपैयाँ हुन्छ 3,54,478 रुपैयाँ अनि 89 पैसा। साथीहरु तपाईले पनि हेर्नुभयो ओमानको 1000 रुपैयाँको नेपाली रुपैयाँ कति हुन्छ र ओमानको 100 रुपैयाँको नेपाली रुपैयाँ कति हुन्छ। साथीहरु तपाईले यसमा नझुक्नु होला, यो चाहिँ घटबड हुँदै रहन्छ। साथीहरु तपाईले पनि आफ्नो मोबाइल फोनबाट हेरिसकेपछि के गर्नु होला, आफ्नो मोबाइल फोनमा रहेको क्रोम ब्राउजर एप्लिकेसनबाट ब्याक जानु होला। अब साथीहरु म पनि गइरहेको छु आफ्नो मोबाइल फोनमा रहेको क्रोम ब्राउजर एप्लिकेसनबाट ब्याक। क्रोम ब्राउजर एप्लिकेसनबाट ब्याक आइसकेपछि साथीहरु मलाई तपाईले पनि आफ्नो मोबाइल फोनबाट ओमानको रुपैयाँलाई नेपाली रुपैयाँमा कन्भर्ट गर्नको लागि सिकिसकेको होला। साथीहरु तपाईले पनि आफ्नो मोबाइल फोनबाट ओमानको रुपैयाँलाई नेपाली रुपैयाँमा कन्भर्ट गर्नको लागि सिक्नु भएको छैन भने पनि जानु होला। अनि तपाईले मेरो युट्युब च्यानल नि आउँदै हुन्छ भने तपाईले के गर्नु होला, मेरो युट्युब च्यानल पनि सब्स्क्राइब गरिदिनु होला अनि भिडियोलाई पनि लाइक गरिदिनु होला अनि भिडियोलाई साथीहरुमा पनि शेयर गर्नु होला। ल साथीहरु आजको लागि यति थियो, बाइ।